सो नमस्ते अनि हेलो सबैजनालाई अर्को भिडियोमा हजुर स्वागत छ। सो म चाहिँ भर्खर भ्लगिङ सुरु गर्दैछु। हाल फुकुओकामा बस्दैछु जापानको। आएको लगभग 3 महिना भयो र यसो सोचेँ होइन खाली टाइमको सदुपयोग कसरी गरौँ भनेर यसो सोच्दै गर्दा अब भ्लगहरू गरौँ। भ्लगिङ गर्दा गर्दा सायद केही नयाँ कुराहरू पनि सिकेला, बोल्ने कुरादेखि लिएर अरू विभिन्न कुराहरू सिकेला भन्ने सोचले चाहिँ सुरु गर्दैछु है। त्यति धेरै नलेज त छैन मलाई भ्लगिङ सम्बन्धी। सायद आगामी दिनहरूमा पक्कै पनि इम्प्रुभ होला भन्ने आशा गरेको छु। सो यहाँतिर चाहिँ यति धेरै पार्कहरू छ क्या, त पार्कमा बस्ने मान्छे चाहिँ छैन क्या यता। नेपालतिर भएको भए सायद पार्कतिर जहिले भ्यालेन्टाइन विकेन्ड लागिरहेको हुन्थ्यो होला होइन, तर यता चाहिँ छैन। यता अब हल्का गाउँ साइड भएर नै होला मान्छे खासै नभएको होइन। मान्छे भए पनि हाम्रो जस्तो हिँडिराख्ने खासै छैन यहाँतिर अब गाउँमा। त्यही माथि अब कामबाट आयो, खायो, सुत्यो, बिहान उठ्यो, फेरि काममा गयो, एउटै रुटिन छ है। सो खासै मान्छे देखिँदैन, फाटाफुटै हुन्छ। अब झन् यस्तो पार्कतिर त यहाँतिर त छँदै छैन होइन। 1-2जना यसो खाली भएकाहरू देखिन्छ, अनि त्यति नै हो। अब यहाँतिर बाहिरको मान्छे भन्छ नि पुरै डराएर भएको छ नि, भूत देखा जसरी भएको छ नि उता साइडबाट है। के भन्नु अब यस्तै छ। मलाई चाहिँ के लाग्छ भन्दाखेरि होइन, जिन्दगी भनेको एकदम लामो छ क्या। सो आज भएन भनेर के भयो त, भोलि त छँदैछ नि होइन। भोलि नभए पर्सि छ। सो हामीले यदि प्रयास गरिराख्यो भने सायद पक्कै पनि त्यो जुन हामीले जे सोचेको छौँ त्यो हामीले पाउँछौँ भन्ने जस्तो लाग्छ मलाई चाहिँ होइन। किनकि अब सबैले अब जतिखेर भन्यो र जे भन्यो त्यही इजिली पायो भने त त्यो त लाइफ भनेको त्यो मजै भनेन होइन। कस्तो सिचुएसनको फेस गर्नु छ होइन। अब दुःख सुख भने त लाइफ यस्तै हो नि होइन। नमरुन्जेल भागदौड गऱ्यो होइन, कतिखेर के हुन्छ भने थाहै छैन क्या। सो आजको लागि चाहिँ भिडियो यति नै। र यदि हजुरहरूलाई केही भन्नु छ र केही सुझाव दिनु छ र यस्तो गऱ्यो भने अझ यस्तो भयो भने चाहिँ अझै राम्रो हुने थियो भन्ने खालको लाग्छ भने कमेन्टमा एज अ फिडब्याक दिन सक्नुहुनेछ। र आगामी दिनमा मैले त्यही अनुसारको इम्प्रुभ गरेर अझै राम्रो बनाउँछु भन्ने आशाका साथ अहिलेको लागि चाहिँ यति नै। थ्याङ्क यू।